So we are going to run the country until such time as we can do a safe, proper, and judicious. अमेरिकाले चाहिँ हिजोबाट भेनेजुला भन्ने कन्ट्रीलाई चाहिँ आफ्नो कब्जामा लिएको छ। साथै भेनेजुएलाको प्रधानमन्त्री साथै उहाँको श्रीमतीलाई पनि अमेरिकाले आफ्नो देश लगिसकेको भन्ने पनि समाचार आउँदैछ। अमेरिकाको दाबी अनुसार चाहिँ भेनेजुएलाका प्रेसिडेन्ट अथवा भेनेजुएलाले चाहिँ अमेरिकामा ड्रग्सहरू सप्लाई गरी त्यहाँका नागरिकलाई लागु औषधमा संलग्न गराएको भन्ने चाहिँ र पहिलेदेखि पनि यो नगर्न भेनेजुएलालाई चाहिँ बारम्बार अनुरोध गर्दै आएको भन्ने दाबी छ अमेरिकाको। भने अरू देशका जस्तै चाइना रसियाहरूले चाहिँ अमेरिकाले यो ड्रग केसमा हैन भेनेजुएलालाई चाहिँ त्यो तेलको रिजर्भेसन धेरै राम्रो छ अरे भेनेजुएला भन्ने देशमा फ्युल धेरै छ भन्ने कुरो, त्यसको लागि कब्जा गरे। बाँकी कुरा बिस्तारै खुल्दै जाला, विश्वले थाहा पाउनेछ यो रणनीति के को लागि गरिएको थियो भनेर।